हेलो हेलो नमस्ते सबैजनालाई। आजको भिडियोलाई चाहिँ मजाले हेरिदिनु होला। यो चाहिँ मेरो गाउँको भिडियो हो। यो चाहिँ गोठ जानु दिनको हामी चाहिँ कसरी जान्छौँ गोठमा भनेर त्यसको बारेमा छ। बिहानै उठेर नास्ता सास्ता बनाएर खाएर थोरै चाहिँ दिउँसो खानुको लागि लग्दैछौँ। हाम्रो घरबाट माथि हो गोठ जाने। गोठ चाहिँ धेरै टाढा छ नि त, अनि त्यहीँ बास बस्नु पर्यो भने त्यहाँ चाहिँ केही पनि छैन, भाँडाकुँडाहरू ओढ्ने ओछाउने मात्रै छ। त्यही भएर यहाँबाट चाहिँ पिठोहरू मासु अनि होइन तरकारीहरू आलुहरू बोकेर जाँदैछौँ। अब चाहिँ हामी घरबाट निस्किसक्यौँ। यो चाहिँ हाम्रो घरदेखि यतापट्टिको जङ्गल हो। यहाँबाट सिधै सिधै तेर्सो 1 घन्टा, अनि माथि जङ्गल छ नि उकालो लाग्नुपर्छ, त्यहाँदेखि 1 घन्टा लाग्छ। हाम्रोतिर चाहिँ पितृहरू होइन उनीहरूले आश गर्छ भन्ने चलन छ कि, त्यही भएर चाहिँ मेरो बाबु नयाँ भएको कारणले गर्दाखेरि यहाँ चाहिँ अक्षता अनि लादु उडाउँदै हुनुहुन्छ। सबै ठाउँमा जति पनि यस्तो ठाउँहरू छ त्यसमा चाहिँ उडाउँदै हुनुहुन्छ। बाबुलाई नलागोस्, रक्षा गर्नु होला, उसको लागि ऊ नयाँ हो भनेर यसरी गर्दै हुनुहुन्छ फुपूले। भर्खरै आधा बाटोमा पुगेको छौँ। आधाभन्दा पनि आधाको जम्मा 25% पुगिरहेको छौँ है। यहाँबाट अझै हिँड्नु छ। यो ठाउँलाई चाहिँ तुनमाङ भन्छ। हाम्रो गाउँहरू चाहिँ फिजिएको छ कि, एउटा ठाउँमा अर्को ठाउँमा गरेर ठुलो एरियामा छुट्टा छुट्टै ठाउँमा छ कि घर। अनि अब चाहिँ हामी आइपुग्यौँ खासीबाङ भन्छ यसलाई, खासीबाङ आइपुग्दैछौँ। अब चाहिँ हामी घट्ट आइपुग्यौँ है। यो चाहिँ पानीबाट चल्ने घट्ट हो। हामीले यतातिर चाहिँ मिल भन्छौँ होइन। यो यहाँबाट यसरी यहाँबाट पानी बगेर यो चाहिँ घट्ट चल्छ। यहाँ ओखर खसेछ। यो हो पानी घट्ट। यहाँ गहुँ मकै पिसेर पिठो पिस्छन् यहाँ यसरी होइन, चले होइन। यो चाहिँ हो खासीबाङ भन्छ यसलाई। यहाँ चाहिँ गहुँहरू एकदम राम्रो फल्छ क्या। यहाँ चाहिँ खासै असिनाले फालेको रहेनछ गहुँ यो सालको। हाम्रोतिर चाहिँ पुरै असिनाले ढालेको थियो। माथि ओकालोमा पुगिसकेपछि चाहिँ जङ्गलको बिचमा एकछिन हामी आराम गर्दैछौँ है, गर्मी भएर एकछिन हावा खाँदैछौँ। अनि त्यसपछि लाग्यौँ फेरि। अघि पारीबाट देखाएको थियो नि त्यो डाँडा, त्यहाँनिर आइपुगेको छौँ। यहाँ चाहिँ सबै भाँगो र मकैहरू रोपेर पनि उम्रिसकेको छ। पारीबाट देखाएको थियो अघि। फाइनली हामी चाहिँ हाम्रो गोठमा पुगिसकेको छौँ। हाम्रो गोठ चाहिँ सबभन्दा माथि जङ्गलको नजिकै छ, एक्लै छ है। अघिको अलि तल छन् 3-4 वटा नजिकै छ, हाम्रो अलि माथि छ। अब यहाँ चाहिँ बेबीलाई मैले एप्पल र वाटरमेलन ल्याइदिएको थियो, त्यो दिँदैछु। उसलाई भोक लाग्यो होला भनेर, अनि उसलाई यहाँ खेल्न पठाएर म चाहिँ अब काम गर्न लागेँ। जलाउँदैछौँ यहाँ पुरै रोप्ने। अब बामे सर्ने भएको बच्चालाई चाहिँ हेर्न कति गाह्रो के। ऊ एक ठाउँमा बस्दैन है। त्यही पनि अरूभन्दा चाहिँ अलिक ज्ञानी नै छ मेरो बाबु है। मैले ओछ्यान लगाइदिएर यहाँ राखेको हिँडेको गरेछ। आज चाहिँ उसको बाबा आउनु भएको थिएन, त्यही भएर चाहिँ मलाई गाह्रो भयो बाबुलाई हेर्न। फुपू र म मात्रै आएको छौँ। फुपूले तलको बारीमा काम गर्दै हुनुहुन्छ, म चाहिँ माथि यो झ्याङ्टाहरू जलाउँदैछु। यो चाहिँ छर्नको लागि, छर्नुभन्दा अगाडि वरपरको काँडाहरू झ्याङ्टाहरू चाहिँ जलाउनु पर्छ। ठुलो गाउँ चाहिँ सबभन्दा माथि छ है। अनि हामी बस्ने चाहिँ यतातिर छ। यस्तो छ फिजिएको गाउँ। चाहिँ हामी गोठमा छौँ। लगभग झ्याङ्टाहरू चाहिँ जलाइसकेँ। अनि त्यसपछि भोक लागेको थियो, अनि अघि बिहान बनाएको नास्ता चाहिँ लिएर अब खाँदैछौँ। साथीहरू हामी चाहिँ अब नास्ता गर्दैछौँ। यहाँ छ मासु, रोटी
यो चाहिँ हो गोठ है। यहाँ चाहिँ कहिले कहिले आएको बेलामा बस्ने होइन भाँडाकुटाहरू अनि दाउराहरू ओढ्ने ओछ्याउनेहरू राख्नु भएको छ। पहिला त धेरै गाई भैँसीहरू हुन्थ्यो अरे के, हाम्रो सासूहरू ससुराहरूले चाहिँ राख्नु भएको थियो अरे यहाँ। अनि हाम्रो बुढा होइन हाम्रो दिदी आमाजुहरू सबैजना यहीँ हुर्केको। मलाई चाहिँ एकदमै प्यारो लाग्छ के आफ्नो बुढा होइन। सानो मेरो अहिले बेबी जो मैले लगेर गएको छु उसलाई सबै चिनाउँदैछु कि मैले उसलाई त्यहाँको गाउँ होइन घर माटो ढुङ्गाहरू सबै उसले यति प्यारो गरेर उसमा रम्दैछ नि मलाई यति खुसी लागिरहेको छ। अब चाहिँ हामी फर्किँदैछौँ किनभने आज हस्बेन्ड आउनु भएको छैन अनि म र मेरो सासू फुपू होइन दुईजना मात्रै कसरी बस्ने अनि सानो छ बाबु अनि त्यही भएर डर लाग्छ भनेर हामी चाहिँ आजको लागि फर्क्यौँ। रात पर्न लाग्यो अब फर्किँदैछौँ। फुपूले त्यहाँ कुरा गर्दै हुनुहुन्छ। हामी फर्किँदा त रातै परेको थियो। अब अर्को चाहिँ पार्टमा अर्को भिडियोमा राख्छु ल। हेलो नमस्ते। यो चाहिँ पार्ट 2 हो है। हामी चाहिँ गाउँमा छौँ अनि गाउँमा चाहिँ अब गोठ जाने तयारी हुँदैछ। यहाँदेखि 2 घन्टा लगाएर उताको गोठमा जानुपर्छ। हिजो चाहिँ हस्बेन्ड नगएको भएर हामी एक्लै गोठमा बस्न सकेनौँ होइन, 2 जना मात्रै थियौँ। अनि वरपरको गोठको मान्छेहरू पनि कामसाम सकेर सबैजना तल गाउँतिर झर्नु भइसकेको रहेछ। त्यही भएर चाहिँ आज फेरि बुढालाई लगेर जाँदैछौँ है। उताको जङ्गलमा हो गोठ। ऊ चाहिँ आफ्नो बाबासँग रेवान चाहिँ आफ्नो बाबासँग है माटो ढुङ्गा होइन पानी खेलिरहेको छ। मलाई लागिरहेछ कि मेरो हस्बेन्ड नै होइन फेरि गाउँमा होइन सानो बच्चा जस्तै भएर फर्केको फिल भइरहेछ कि मेरो बाबुलाई मैले फर्स्ट टाइम लग्दाखेरि चाहिँ त्यस्तो फिल भइरहेको छ कि हरेक कुराहरू चिनाउँदैछु मैले मेरो बेबीलाई। यति खुसी भएको छ मेरो छोरा है। पारिबाट पारीको डाँडाबाट तलतलै गरेर अब यहाँबाट यहाँ त्यो बिस्याछौँ एकछिन भारी माथि जाने यो यहाँ काटेर जाने। अब 1 घन्टाको तेर्सो बाटो भ्याएर अब चाहिँ उकालो लाग्यौँ हामी। जङ्गलको बाटो लागेर उकालो जानु छ। अनि त्यहाँबाट चाहिँ हाम्रो गोठ देखिन्छ माथि है सिधा। यो चाहिँ अरूको गोठहरू हो। यहाँ चाहिँ सबैजनाले छरेर होइन मकै भाँगोहरू छरेर गइसक्नु भएको छ। त्यही भएर हिजो चाहिँ हामी बस्न सकेनौँ कि त्यही भएर आज चाहिँ बुढालाई पनि लिएर आएको छौँ। चिटिक्क परेको गोठ हो यो भन्छन् राङ्मी जङ्गल चाहिँ यस्तो। हिजो चाहिँ फुपू र मैले चाहिँ सबै झ्याङ्टाहरू जलाएर गएको थियौँ। अनि आज फेरि आएको छौँ हस्बेन्डलाई लिएर। आज चाहिँ 1 रात बास बसेर अनि छरेर होइन भाँगोहरू छरेर मात्रै जान्छौँ। यहाँ चाहिँ मैले ल्याएको सामानहरू सबै राख्दैछु। अनि त्यसपछि फेरि अब काम गर्न लाग्यौँ है। यहाँ चाहिँ बेबीको लागि ओछ्यान बनाइदिँदै हुनुहुन्छ बुढाले। अनि त्यसपछि बेबी चाहिँ बजैसँग छ अनि हामी चाहिँ मल बोक्न लाग्यौँ। अब आज चाहिँ मल बोक्ने अनि मलहरू छेतर्ने काम हुन्छ। भोलि बिहान मात्रै जोत्ने छर्ने काम हुन्छ। त्यो घुम्न नपाएर हो के। यता चाहिँ बुढाबुढी मिलेर मल बोक्दैछौँ है। अनि खासमा चाहिँ मैले भ्लगै बनाउँछु भनेर सोचेको थिएँ तर त्यस्तो टाइमै नमिल्ने कि मोबाइल समातिराख्ने टाइमै नमिल्ने। त्यही भएर छोटो छोटो क्लिपहरू बनाएको थिएँ। त्यही भएर मैले अहिले चाहिँ यहाँ अपलोड गर्दैछु। यो चाहिँ धेरै मिठो सम्झना थियो मेरो होइन। सुख दुःख भनेको के रहेछ भनेर अनुभव गर्न पाएको छु मैले जीवनमा होइन। त्यति साह्रो दुःख चाहिँ भोग्नु परेको
छैन होइन। तर आफ्नो हस्बेन्डसँग होइन आफ्नो जीवनसाथीसँग दुःख सुख मजाले भोग्न सकिँदो रहेछ भन्ने अनुभव चाहिँ मलाई भएको छ है। मैले चाहिँ यहीँ बिहे गरेर आइसकिसकेपछि चाहिँ जीवन यस्तो पनि हुँदो रहेछ भन्ने फिल भएको छ। किनभने मैले यस्तो कुराहरू पहिला भोगेको थिएन है। मैले बिहे गरिसकेपछि मात्रै भोगेको कुराहरू हो, जानेको कुरा हो, सिकेको कुराहरू हो। यो मैले धेरै कुराहरू सिकेको छु। अनि आफू सहरमा हुर्केको, सहरमा पढेको भएर यो कुराहरू चाहिँ मलाई थाहा थिएन के त्यति। मैले अहिले चाहिँ दुःख सुख होइन, जीवनसाथी होइन, परिवारको महत्त्व होइन अहिले बुझ्दैछु। यही त रहेछ जीवन होइन। म त कुरा गर्दा गर्दै फेरि भावनामा डुब्न लागेछु कि है। अनि यता चाहिँ मल छेतरीले सकियौँ है। बुढा र मैले मिलेर मल छेतऱ्यौँ। राति पनि पर्न लागिसक्यो। अनि म चाहिँ अब गोठतिर लागेँ खानासाना बनाउनुको लागि। बुढाले चाहिँ म छेतेर आउँछु, तिमी जाँदै गर भन्नुहुन्थ्यो। पानी पर्न लागिसकेको थियो है। आधा छेतर्दै भ्याउनु भएन बुढाले। पानी पर्यो कसले त झिन्ता चलाउँछ। आज चाहिँ हामी यही गोठमै बास बस्यौँ। किनै हामी नास्ता सास्ता गरेर यहाँ जोत्ने कार्यक्रम हुँदैछ। भाङ्गो छर्न आएको छौँ। यहाँ जोत्दैछन्। यता चाहिँ फुपूले बिउ छर्दै हुनुहुन्छ। अनि बुढा र एकजना भाइले चाहिँ जोत्दै हुनुहुन्छ। अनि बुढालाई चाहिँ मान्दै नमान्ने कि त्यो गोरुले चाहिँ आफ्नो साउलाई मात्र खोज्दो रहेछ। अनि पुरा त्यसले आफ्नो नाडा चाहिँ भाँच्यो, कतिवटा भाँच्यो, 3-4वटा भाँचेको थियो। अनि यहाँ बुढाले बनाउँदै हुनुहुन्छ। अनि बाबुलाई सुताएर म चाहिँ जिलाउँदै थिएँ झारहरू। तर के गर्नु, फेरि उठिहाल्यो। एकछिनपछि उठ्यो। अनि त्यही पनि अलिअलि चाहिँ हेल्प हुन्छ भनेर मैले ढिक्काडी मिलाउँदैछु। कुला जस्तो बनाउने, त्यो माटो चाहिँ तल खसेको हुन्छ जोत्दाखेरि, माथि माथि सार्दैछु है। अनि यहाँ चाहिँ मच्छर भन्दा पनि भुसुना लाग्छ कि, भुसुनाले टोकेर कस्तो बनाइदिएको छ कि पुरै लास्ट चिला छ। म र बाबु चाहिँ खाना बनाउन लाग्यौँ। अनि बाबुसँग चाहिँ खाना बनाउन त परेको कुरा हुन्छ है। यसलाई चाहिँ बोकेरै पकाउनु पर्छ क्या, नत्र चुलामा जाने दाउरा तान्ने गराउँछ क्या। अनि त्यसपछि दिउँसो जोतिसोती सकेर भ्याउनु भयो। अनि हामी चाहिँ खाना खाएर अनि फेरि साँझतिर बेसरी आएको थियो पानी दिनभरि पऱ्यो कि। अनि त्यसपछि हामी साँझतिर चाहिँ घर फर्किँदैछौँ। हामी माथिको डाँडादेखि पारी पुग्नु पर्ने हो है। घर पुग्दा त ढिला भइहाल्छ। यहाँबाट ठ्याक्क म 5 बजेतिर हिँडेको थिएँ होला। अनि घर पुग्दा त रातै परेको हुन्छ। पारी पुग्ने हो। यो सबै चाहिँ अरूको गोठ हो। यहाँ चाहिँ सबै छरेर तल घरतिर जानु भइसकेको छ। अनि अब चाहिँ हामी ओह्रालो पनि लागेर तेर्सो बाटो हुँदै घर जाँदैछौँ। घर जाँदा त 2 घन्टा ठ्याक्कै 5 बजे हिँडेको, राति साँझ मिरमिरी हुने बेलामा घर पुगेको हुन्छौँ। अनि घर गएर खानासाना बनाएर ढिँडो होइन पकाएर खाएर सुत्यौँ है। धेरै धेरै थ्याङ्क यू मेरो भिडियो हेरेकोमा। लाइक कमेन्ट गरिदिनुहोस् होला है, जसले गर्दा चाहिँ मलाई मोटिभेसन मिल्छ। थ्याङ्क यू, धेरै 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 थ्याङ्क यू है।